नमस्कार साथीहरु, आजको भिडियोमा म तपाईहरुलाई एसआईपी रजिस्ट्रेसन कसरी गर्ने भनेर बताउन गइरहेको छु। एसआईपी को बारेमा त तपाईहरुले बुझिसक्नु भएको होला। यो भन्दा अगाडि पनि मैले एउटा भिडियो बनाएको थिएँ र धेरै व्यक्तिहरुले बनाउनु भएको छ एसआईपी को बारेमा। सो एसआईपी बाट चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि लङ टर्म सम्म चाहिँ थोरै पैसा इन्भेस्ट गरेर तपाईले पछि के गर्न सक्नुहुन्छ भन्दाखेरि एकदमै राम्रो रिटर्न पाउन सक्नुहुन्छ। र आजको भिडियोमा म तपाईहरुलाई कसरी एसआईपी गर्ने आफ्नै मोबाइलदेखि भनेर म तपाईहरुलाई मोबाइलबाट नै एसआईपी गरेर देखाउने छु। तपाईहरुले पनि त्यसरी नै गर्न सक्नुहुन्छ यदि गर्न चाहनुहुन्छ भने चाहिँ। सो ढिला नगरी सुरु गरौँ भिडियोलाई। र एसआईपी गर्नको लागि चाहिँ तपाईले कुन म्युचुअल फन्डमा एसआईपी गर्दै हुनुहुन्छ त्यो चाहिँ तपाईले पहिला कन्फर्म गर्नु होला। जस्तै म चाहिँ एनआईबीएल मा गर्दै छु। सो गुगलमा जानुपर्छ सबैभन्दा पहिला अनि गुगलमा जाने। त्यसपछि यहाँनिर एसआईपी रजिस्ट्रेसन एनआईबीएल भनेर सर्च गर्छु म चाहिँ, किनभने मैले एनआईबीएल मा गर्दै छु। सो तपाईले एनएमबी मा हैन एनआईसी एसिया मा गर्न सक्नुहुन्छ। अरु नेपालको जुन पनि म्युचुअल फन्डहरु छ त्यसमा तपाईले गर्न सक्नुहुन्छ। सो मैले चाहिँ एसआईपी रजिस्ट्रेसन एनआईबीएल भनेर सर्च गरे। सो जुनै कम्पनीमा गरे पनि एउटै हो तरिका है। अरु म्युचुअल फन्डहरुमा गर्न चाहनुहुन्छ भने पनि तरिका यही नै हो। सो यो भिडियो हेरेर गर्न सक्नुहुन्छ। सो अब मैले यहाँनिर यदि सर्च गरिसकेपछि यहाँनिर सुरुमा आएको छ यो अप्सन एसआईपी रजिस्ट्रेसन म्युचुअल फन्ड भनेर आएको छ। जस्ट यहाँनिर म क्लिक गर्छु। सो यहाँनिर जस्ट क्लिक गरिसकेपछि के छ भन्दाखेरि एसआईपी रजिस्ट्रेसन फर्म भनेर आएको छ हैन। जस्ट यहाँनिर तपाईले स्क्रोल डाउन गरेर तल जानु होला। यो इन्फर्मेसनहरु तपाईले पढ्नुभयो भने राम्रो हुन्छ है। अब भनेको चाहिँ हामीले सुरु गर्नको लागि जस्ट यहाँनिर हामीले के गर्ने भन्दाखेरि एग्री गर्ने है, आई एग्री टु एप्लाई गर्ने। त्यसपछि भनेको जस्ट यहाँनिर नेक्स्टमा क्लिक गर्ने। ओके, सो नेक्स्टमा क्लिक गरिसकेपछि चाहिँ यहाँनिर हाम्रो के हुन्छ भन्दाखेरि फर्म खुल्छ है। सो यहाँनिर अब सबैभन्दा पहिला स्किम नेम योजनाको नाम भनेको छ। यसमा चाहिँ अब यो एउटा मात्र स्किम भएको कारणले गर्दाखेरि यो चेन्ज हुँदैन। जस्ट यो एनआईबीएल सहभागिता फन्ड भन्ने देखाएको छ, यही नै हो स्किम। सो त्यसपछि यहाँनिर बीओआईडी नम्बर हितग्राही खाता नम्बर भनेको छ। सो यो अब बीओआईडी नम्बर भनेको चाहिँ तपाईको डिमेट नम्बर हो। सो डिमेट नम्बर चाहिँ तपाईको कहाँ हुन्छ भन्दाखेरि मेरो शेयर एकाउन्टमा हुन्छ। मेरो शेयर एकाउन्ट ओपन गर्नु होला। ओके, मैले यहाँ मेरो शेयर एकाउन्ट ओपन गरेँ। त्यसपछि यहाँ मोरमा जाने है। त्यसपछि यहाँनिर माई डिटेल्स भन्ने अप्सन छ। सो यो माई डिटेल्समा चाहिँ तपाईको के हुन्छ भन्दाखेरि बीओआईडी नम्बर हुन्छ। ओके, यहाँनिर तपाईले आफ्नो बीओआईडी नम्बर पाउन सक्नुहुन्छ। सो यो बीओआईडी नम्बरलाई चाहिँ तपाईले त्यहाँनिर लगाउनु पर्ने हुन्छ है त। सो अब म तपाईहरुलाई यहाँनिर देखाउँछु अरु प्रोसेसहरु। यहाँनिर जस्तै तपाईले बीओआईडी नम्बर लगाउनु होला। जस्तै यहाँ 16 डिजिट मागेको छ भने 16 डिजिट नै लाउनु होला। नत्र 10 डिजिट मागेको छ भने चाहिँ तपाईले त्यो बीओआईडी को पछाडीको 10 डिजिट नम्बर चाहिँ तपाईले के गर्नु होला भन्दाखेरि यहाँ लाउनु होला। त्यसपछि भनेको जस्तै यहाँनिर फुल नेम भनेको छ है। यहाँ फुल नेममा अब आफ्नो पुरा नाम लाउनु होला, बैंकमा जुन नाम छ त्यही नै। त्यसपछि यहाँनिर सिटिजनशिप नम्बर भनेको छ, यहाँनिर नागरिकता नम्बर लगाउनु होला। त्यसपछि मोबाइल नम्बर भनेको छ, यो मोबाइल नम्बर लगाउनु होला है। तपाईको बैंकमा लिंक भएको मोबाइल नम्बर नै लाउनु भयो भने राम्रो हुन्छ। त्यसपछि डीओबी भनेको छ, यहाँनिर डेट अफ बर्थ तपाईले लगाउनु पर्ने हुन्छ है। त्यसपछि यहाँ जेन्डर भनेको छ, यो जेन्डरमा जस्तै अब तपाई मेल फिमेल सिलेक्ट गर्ने, जस्तै मैले मेल सिलेक्ट गरे हैन। अनि यहाँ इमेल भनेको छ, यो इमेलमा तपाईले आफ्नो इमेल लगाउनु होला। यो इमेल लगाउँदाखेरि चाहिँ बैंकमा तपाईको जुन इमेल लिंक भएको छ त्यही इमेल नै लाउनु भयो भने अझै राम्रो हुन्छ। सो प्रोभिन्स नेम भनेको छ, यहाँनिर जस्ट आफ्नो प्रोभिन्स नेम राखिदिनु होला। डिस्ट्रिक्ट नेममा आफ्नो डिस्ट्रिक्ट नेम राखिदिनु होला। त्यसपछि यहाँनिर हाउ डु यु नो तपाईले कसरी थाहा पाउनु भयो भनेको छ। यसमा सिलेक्ट गरेर तपाईले जस्तै यहाँनिर के गर्न सक्नुहुन्छ भन्दाखेरि कुनै पनि सिलेक्ट गर्न सक्नुहुन्छ तपाईले कसरी थाहा पाउनु भयो भन्ने कुरामा। सो सर र यहाँनिर म चाहिँ यो सम्पूर्ण विवरण भरिहाल्छु है। त्यसपछि तपाईलाई त्यहाँदेखि उताको प्रोसेसहरु देखाउने छु। ल मैले चाहिँ यहाँदेखि माथिको सबै इन्फर्मेसन भरिसके हैन। त्यसपछि अब यहाँनिर सेल्फ भन्ने अप्सन छ एउटा, जस्तै यो पे नेम भुक्तानीकर्ताको नाम र भुक्तानीकर्ताको सम्पर्क नम्बर भनेको छ है। यो सेल्फमा यसरी टिक लगाइदिनु होला। सो यहाँ टिक लगाइसकेपछि चाहिँ माथिको तपाईको इन्फर्मेसन आएर अटोमेटिक बस्छ। सो यति गरिसकेपछि अब यहाँ तल तपाईले ओटीपी लाउनु पर्ने हुन्छ। सो त्यसको लागि यहाँ गेट ओटीपी भन्ने अप्सन छ। सो यो गेट ओटीपी मा क्लिक गर्नु होला। सो यहाँनिर ओटीपी आइसकेको छ। जस्ट यहाँनिर म मेरो ओटीपीलाई कपी गरेर उता लगाउँछु। सो यहाँनिर तपाईले इन्टर ओटीपी भनेको छ, यो इन्टर ओटीपी मा तपाईले ओटीपी कोड लगाउनु होला जुन चाहिँ इमेलमा आएको थियो। सो यहाँनिर मैले ओटीपी लगाइसके। त्यसपछि यहाँनिर भेरिफाई ओटीपी मा हामीले क्लिक गर्नुपर्ने हुन्छ। सो भेरिफाई ओटीपी मा क्लिक गरिसकेपछि चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ ओटीपी सक्सेसफुल्ली भेरिफाइड भनेर देखाएको छ है त। सो त्यसपछि तपाईले अलिकति तल जानु होला। अलिकति तल गइसकेपछि एसआईपी रजिस्ट्रेसन डेट दर्ता मिति भनेर तपाईले जुन यो आजको डेट नै तपाईले देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँनिर पेमेन्ट मेथड भनेर देख्न सक्नुहुन्छ। यहाँनिर पेमेन्ट मेथडमा चाहिँ तपाईले आफ्नो पेमेन्ट मेथड चाहिँ सिलेक्ट गर्नु होला।
जस्तै तपाईँले केबाट पेमेन्ट गर्नुहुन्छ, कनेक्ट आइपिएस, ई-सेवा, फोन पे, आइएमई पे सबै छ है। सो मैले चाहिँ यहाँनिर ई-सेवा सेलेक्ट गरेँ। सो ई-सेवा सेलेक्ट गरिसकेपछि यहाँनिर मोडल अफ एसआइपी भनेको छ, योजनाको किसिम भनेको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले यहाँनिर दुईवटा अप्सन देख्न सक्नुहुन्छ, लिमिटेड र अनलिमिटेड। सो यसमा चाहिँ तपाईँले अनलिमिटेड गर्नुपर्ने हुन्छ, किनभने हामीले अनलिमिटेड गऱ्यो भने चाहिँ हामीलाई फाइदा हुन्छ। सो त्यसपछि भनेको एसआइपी इन्स्टलमेन्ट एमाउन्ट भनेको छ, किस्ता रकम भनेको छ। सो यहाँनिर चाहिँ तपाईँले कति हजारको चाहिँ एसआइपी गर्नुहुन्छ, मन्थली कति हजार किस्ता लगाउनुहुन्छ, सो त्यो चाहिँ यहाँ इन्टर गर्नु होला। जस्तै मैले चाहिँ यहाँ 3000 लगाएँ है। सो यसलाई पछि हामीले बढाएर पनि लान सकिन्छ है। सो त्यसपछि भनेको एसआइपी इन्टरभल अन्तराल भनेको छ, सो यसमा क्लिक गर्नु होला। सो यसमा क्लिक गरिसकेपछि चाहिँ अब तपाईँले मन्थली लाउने हो कि क्वार्टरली, हाफ इयरली र एनुअली छ। सो हामीले चाहिँ यहाँ मन्थली सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि भनेको एसआइपी स्टार्ट डेट भनेर यहाँनिर देख्न सक्नुहुन्छ, यो डेट चाहिँ अटोमेटिक आजको डेट नै बसेको छ होइन। त्यसपछि ब्याङ्क नेम भनेको छ, सो यहाँनिर तपाईँले आफ्नो ब्याङ्क नेम लगाउनु पर्ने हुन्छ। सो सेलेक्ट गरिसकेपछि तपाईँले यहाँनिर आफ्नो खाता नम्बर लगाउनु पर्ने हुन्छ, ब्याङ्क खाता नम्बर। ओके, यहाँनिर आफ्नो ब्याङ्क खाता नम्बर लगाइसकेपछि चाहिँ अब तपाईँले नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। सो यहाँनिर मैले नेक्स्टमा क्लिक गरिसकेँ। त्यसपछि चाहिँ फेरि अब तपाईँले यहाँनिर डिक्लेरेसन भनेर देख्न सक्नुहुन्छ। सो यसलाई चाहिँ तपाईँले स्क्रोल डाउन गरेर चाहिँ यसरी तल जानु होला। सो यहाँनिर चाहिँ तपाईँले स्यालेरी, बिजनेस, सेल्स अफ एसेट, लोन भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ भनेको तपाईँको आम्दानीको स्रोत हो। तपाईँको आम्दानीको स्रोत चाहिँ के छ है, त्यो तपाईँले चाहिँ यहाँनिर सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँनिर चाहिँ अदर लगाइदिएँ है। त्यसपछि भनेको जस्तै यहाँनिर अब स्पेसिफाई अदर सोर्स अफ फाउन्ड, आएको अन्य स्रोत निर्दिष्ट गर्नुहोस् भनेर भनिएको छ। सो यहाँनिर चाहिँ मैले अनलाइन भनेर लगाएँ है। तपाईँले चाहिँ अब तपाईँको स्यालेरीबाट हो कि बिजनेसबाट हो होइन, के छ सबै कुरा तपाईँले चाहिँ यहाँनिर आफ्नो अनुसारले चाहिँ सिलेक्ट गर्नु होला। सो यही नै सिलेक्ट गर्नुपर्छ भन्ने छैन, मैले चाहिँ यहाँ यसरी सिलेक्ट गरेँ है त। सो त्यसपछि भनेको यहाँ तल एउटा आई एग्री भन्ने बक्स छ है, यो डिस्क्लाइमरको। सो यो बक्समा यसरी टिक लगाउनु होला। यसरी टिक लगाइसकेपछि चाहिँ तपाईँले जस्ट नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले यहाँनिर प्रोसिड टु पेमेन्ट भनेर देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँले स्क्रोल अप गरेर यहाँनिर अघि जुन सिलेक्ट गर्नुभएको थियो, जस्तै मैले ई-सेवा सिलेक्ट गरेको थिएँ, अब मैले यहाँ फेरि ई-सेवामा क्लिक गर्छु। आजको पेमेन्ट डेट र इन्स्टलमेन्ट एमाउन्ट देख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ प्रोसिड टु पेमेन्टमा क्लिक गरिदिनु होला। प्रोसिड टु पेमेन्टमा क्लिक गरिसकेपछि चाहिँ अब तपाईँले यहाँनिर के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो ई-सेवा आइडीलाई लगइन गर्नुपर्ने हुन्छ है त। सो यहाँनिर लगइन भन्ने अप्सन देख्न सक्नुहुन्छ। यसमा तपाईँले आफ्नो मोबाइल नम्बर र आफ्नो पासवर्ड लाएर लगइन गर्नु होला है त। सो लगइन गरिसकेपछि चाहिँ तपाईँले यहाँनिर ओटिपी पाउन सक्नुहुन्छ है म्यासेजमा। सो त्यो ओटिपी चाहिँ तपाईँले यहाँनिर लगाउनु होला। सो यहाँनिर इन्टर टोकन भन्ने अप्सन छ, यसमा तपाईँले चाहिँ त्यो ओटिपीलाई इन्टर गर्नु होला है त। त्यसपछि कन्टिन्यू पेमेन्टमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईँले यहाँनिर आफ्नो ई-सेवाको इन्फर्मेसनहरू देख्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँले यहाँनिर इमेल भनेको छ, यो इमेलमा आफ्नो इमेल राख्नु होला। त्यसपछि कन्टिन्यू पेमेन्टमा क्लिक गरिदिनु होला। सो त्यसपछि यहाँनिर कन्फर्म भन्ने अप्सन आउँछ, यो कन्फर्ममा क्लिक गरिदिनु होला। ओके, यहाँनिर चाहिँ मेरो पेमेन्ट सक्सेसफुल भइसक्यो। अब पेमेन्ट सक्सेसफुल भइसकेपछि चाहिँ तपाईँले यसरी स्क्रोल डाउन गरेर तल जानु होला। तल गइसकेपछि चाहिँ तपाईँले यहाँनिर दुईवटा अप्सन देख्न सक्नुहुन्छ। यहाँनिर भनेको छ वुड यु लाइक टु रजिस्टर फर डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भनेको छ। यसमा चाहिँ तपाईँले यस गर्नु होला, किनभने तपाईँको रिइन्भेस्टमेन्ट प्लानले नै तपाईँको के हुन्छ भन्दाखेरि पैसा चाहिँ बढ्ने हो। त्यसैले गर्दाखेरि यहाँनिर यसलाई यस गर्नु होला। त्यसपछि डु यु वान्ट टु क्रिएट लगइन भनेको छ, यसलाई यस गर्नु होला है त। सो यसलाई यस गरिसकेपछि चाहिँ तपाईँले यहाँनिर प्रोसिडमा क्लिक गर्नु होला। ओके, यहाँनिर एसआइपी रजिस्ट्रेसन चाहिँ सक्सेसफुल भनेर देखाइसकेको छ। अब हाम्रो एसआइपी रजिस्ट्रेसन चाहिँ के भयो भन्दाखेरि सक्सेसफुल भइसक्यो। अब यदि तपाईँले आफ्नो एसआइपी एकाउन्टलाई चाहिँ यहाँनिर लगइन गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँको इमेलमा चाहिँ के हुन्छ भन्दाखेरि लगइन कोड आउँछ है। जस्तै तपाईँले अघि जुन इमेल यहाँनिर इन्टर गर्नुहुन्छ त्यही इमेलमा नै तपाईँको के हुन्छ भन्दाखेरि लगइन कोड चाहिँ आउँछ। सो त्यो कोड युज गरेर तपाईँले फेरि यहाँ आएर चाहिँ यसरी यहाँनिर लगइन भन्ने अप्सन छ होइन। सो यो लगइनमा चाहिँ आएर तपाईँले युजर नेम र पासवर्ड चाहिँ तपाईँले लगाएर चाहिँ यहाँनिर लगइन गर्न सक्नुहुन्छ, अथवा त्यसलाई तपाईँले पासवर्डहरू चेन्ज गरेर फेरि के गर्न सक्नुहुन्छ, लगइन गर्न सक्नुहुन्छ। सो यो लगइन कोड आइसकेपछि चाहिँ म तपाईँहरूलाई फेरि लगइन कसरी गर्ने भनेर देखाउने छु। सो आजको भिडियोमा चाहिँ यति नै। भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सेयर गर्न नबिर्सिनु होला। नेक्स्ट भिडियोमा फेरि पनि भेट्नेछौँ। तबसम्मको लागि गुड बाई।